प्राइभेट ब्याङ्क्सहरू पनि जसले चाहिँ मलाई म यति फरक हो र सरकारबाट म यति पर छु यो जुन सरकारबाट म त कर्पोरेट हो म त प्राइभेट ब्याङ्क हो भन्ने ब्याङ्कले सरकारी भन्दा गु तरिकाको काम गरिरहेको छ क्या सबै कुराको लागि मान्छे राखेको छ क्या ब्याङ्कमा तपाईँको त्यो हरेक कुरा केही प्रब्लम छ सबै सल्भ हुन्छ तर मान्छे नै छैन कस्टमरसँग डिलिङ गर्ने मान्छेले एउटा काम पऱ्यो नि 15 जना एउटा मान्छे झुन्डिरहेको हुन्छ पख्नुस् न भनेर त्यही छ क्या मैले अस्ति चाहिँ हाम्रो अब खाता खोल्यो होइन अनि जस्ट अब यो मोबाइल ब्याङ्किङ चाहिँ कसरी गर्ने भनेर सोध्नलाई मात्र 20 मिनट 30 मिनट कुद्नु पर्यो क्या त्यो त यहाँबाट होइन कुद्नु मात्र त्यति सोध्नलाई मात्र बुलशिट म्यान किन 20 मिनट मेरो प्रब्लम अब त्यो कुनै ब्याङ्कले हेर्छ भने त्यसमा त म पैसा उ नै दिन्छु कहिले नि गर्दिनँ नि 4-5 जना यसलाई सोध्यो उ त कन्न सोध्नु भन्छ उसले भ्याउँदिन भन्छ अब कसलाई सोध्ने त जा अब नर्मल कुरा क्या एउटा काउन्टर बनाएपछि 5 वटा मान्छे त राख्नुस् न यार त किन बनाएको त कि त बनाउँदा नबना एउटा मात्रै काउन्टर छ भने हामी ढुक्कै हुन्छ एउटा मात्र रहेछ भन्छौँ 5 वटा त 4 वटामा कोही छैन अब खाली क्लोज राख्दै चाहिँ के फाइदा त्यस्तो त अनि जतिखेर सोध्न गए सोधे पनि खाजा खान गएको छ भाइ तिमी जहिले घाटा टाइम पुग्छौ त त्यो अब 11 बजे नि खाजा खान जान्छ